പോയി നമ്മുടെ വിന്ന് വിൻ ഗൈസ് അവിടെ ഡബിൾ ടാപ്പ് തന്നെ ഒരു പികെയുടെ സ്കോർ വരും സബ് ലോഗ് ഡബിൾ ടാപ്പ് കरो അങ്ങോട്ട് ഡബിൾ ടാപ്പ് ചെയ്യ് അവിടെ അവിടെ കോൾ oh yes tell me just see my face, okay? Just see my face, okay? I want to ask you something, okay? Okay please, yes please. ആ പാട്ട് വെക്കാനായിരിക്കും അവനെ പ്രപ്പോസ് ചെയ്യാനായിരിക്കും मेरा मन जीतने वाला महाराज वही है ఇప్పుడు అడుగుతున్నానో Kepu, listen. You don't do this, Kepu. Listen one thing, okay? Okay, yes please, listening. Okay, 1 second. Okay, bolo. Just say me one thing. You are single or you are already taken? I see. Listen. Okay, cool. Okay, dead single, cool. कोई नहीं है. गोकू बाई को पूछो. कोई नहीं है डा. अभी हीरिंग के बाद आया. अभी आया. गोकू भाई उधर जाकर बोलो. Guys, focus. Bonus mission 40 seconds. Okay. Winning area. Winning area. Hi guys, trippers. Focus everybody. So if I win this battle, I will take you with me. Where? Okay. Where? This Nepali boy will take this Indian girl, okay? Guys, 22 guys, come on, 22 gifters. Come on, maro sab log, 22 guys, fast. 22 gifters, 32 seconds, 22 Listen, fast. Come on, I want to say one thing to Goku as well, okay? Goku as well. Goku, you don't want to see this face happy? You don't want to see this face happy? Why always me? Come on. Achu, focus guys, 20. Anwar, thank you so much. Anwar Zad, thank you guys. आज जोसुकै आओस् हैन जोसुकै नै आओस् आज लरै जान्छु आज उठारै जान्छु बुझ्यो कि बुझेन जोसुकै नै आओस् आज उतातिर आज उठाएर जान्छु अति भइसक्यो यो त यार बिल्लाको पनि हद लेभलको पार भइसक्यो यार शेयर गर शेयर इट ओके शेयर इट आज त जान्छु उता इन्टु 3 खुलेन है च्याट बुझिराख्यो उताबाट इन्टु 3 खुलेन रेडी भएर बस आज लरै जान्छु रेडी भएर बस्छ के बुझेनौ आज त मन जित्नेवाला महावीर बनेरै छाड्छु हेर्दै जोपो आओस् अगाडि जोपो आओस् मुख उठाएर रेडी भएर बस्छ आज कुलबोय आइसकेको छ रेडी भएर बस्छ ढाका टोपी सिरेमा ढल्काएर पनि आउनु पर्यो नि त हल्का पारा त नेपाली हान्नै पर्यो ढाका टोपी भेटिन 30 सेकेन्ड्स मात्र छ रेडी भएर बस बादल सादल लायो भने पनि जे गरे पनि आज हुनेवाला छैन कि रेडी मात्रै भएर बस लिएरै जान्छु त आज एटिट्युड पनि हुन्छ नि अलिकति देखाउनु पर्छ नि बेला बेलामा रेडी भएर बस कि आँखा चिम्म गर
आँखा चिम्म गर। Yes, mommy, yes. Thank you. जय हनुमान ज्ञान गुण सागर। Yes. എവിടാ ഹായ് ഞാൻ കണ്ടില്ല ഇപ്പൊ വരാമെന്ന് പറഞ്ഞു പോയത് बेस्ट ऑफ 3 है आओ कैसे बेस्ट ऑफ 3 कैसे बेस्ट ऑफ 3 है इतनी खुशी बेस्ट ऑफ 3 बोला इतनी खुशी हो रही थी मुझे। हाँ आस ओके मत करो यार ना ओके करो ऐसा बाइट करो। बेस्ट ऑफ 3 है ना? हाँ हाँ वो बेस्ट ऑफ 3 है ना साँच्चै नै? हाँ 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 त्यो पनि मान्दिउ चल। यतिको एटिट्युड मन पर्छ। ओके बेस्ट अफ 3 हैन? ओके भन्दैछु आज छ नि, आज भाग्यमा निधारमा लेखिरहेको छु, बिहान राशिफल पढेर आएको छु के। आज नयाँ कार्यको थालनी हुन्छ भनेर भनेको थियो, बुझ्यो कि बुझेन? नयाँ कार्यको थालनी हुन्छ, आत्मजनहरूले साथ सहयोग गर्छन् भनेर भनेको थियो आत्मजनहरूले, बुझ्यो कि बुझेन? थालनी हान्छु आज। यति खुसी बनाएको थियो। आज त रेडी नै बस्छ के अलिकति। क्या कभी अंबर से सूर्य बिछड़ता है? क्या कभी दीपक जलता है? क्या कभी अंबर से सूर्य बिछड़ता महिना चुकू कुना क्वाक क्वाक है? क्या उतापट्टि डबल खुल्दैन हैन, उतापट्टि डबल खुल्दैन, यतापट्टि हामीले 50K कट्यो भने ट्याप्सबाटै 50K कटाउ, 50K कट्यो भने सिधै हात खडा हो कि उतापट्टि, बुझ्नु? सिधै हात खडा तनामेछ। उतापट्टि पनि त कहिले कहिले ब्यालेन्स सकेला नि, बुझ्यो कि बुझेन? कुबेरको छोरी त होइन होला, उतापट्टि पनि त सकेला कहिले काहीँ। सकेको बेला आजै हो कि, मैले थाहा पाइसकेँ। उतापट्टि आज खाली छ, खाली नै छ आज। रेडी भएर बस। तू ही हमारा सूरज, तू ही तारा, जय जयकारा, जय जयकारा, स्वामी देना साथ महेशमती सिंहासन यानी क्यों हो तुम लोग? भगवान अपना मंदिर छोड़कर हमारे साथ जीने के लिए आए हैं। उत्सव की तैयारी करो। Klaus guys focus हाँ है ಒಂದು ಇಲ್ಲಿ ಬೋನಸ್ ಇಲ್ಲಿ मैं बोलेगा जरूर बोलेगा। गाइस 20 बूस्टर क्लाउस, सब लोग डबल टैपिंग लिए करे होंगे। कम ऑन डबल टैप गाइस, डबल टैप ओके, एटलीस्ट डबल टैप ओके। ये पू हाँ अभी कहाँ हो आप? इधर कुछ नहीं इंडिया पे हो? नहीं। क्या इंडिया में हो? दुबई, ऑलवेज दुबई। अब भी आ रहा हूँ दुबई, ठीक है? अब भी आ रहा हूँ। आओ ഇപ്പൊ വരും ഇപ്പൊ വരും। जाने ये कैसी माया माया तेरी। अगर ये जीवित रहा तो जहां भी रहेगा महाराज बन के रहेगा।
अंदर ये जीवित रहा ना तो जहां भी रहेगा ना महाराज की तरह रहेगा। ठीक है, 1 मिनट चलो रेडी होने के लिए चले जाए। अभी आ जाता हूँ। आज त जितेको जितै हो। आज जानेको छैन, आज त सकल जित्नलाई जानेको छु। चिप्स यार ग्याङ रेडी भएर बस है, रेडी भएर बस। सुवन फ्यान ट्रिगर एभ्रीवन रेडी भएर बस, रेडी मात्रै भएर बस, रेडी मात्रै भएर बस। 30 सेकेन्डमा उतापट्टि बुस्टर ठोक्छ, मलाई हान्छ जित्न खोज्छ होला, तर बादल लगाएको छ, बादलले बुस्टर पनि ठोक्यो यार। यतापट्टि पनि लाग्यो, ओइ राजाहरू, ओइ यतापट्टि पनि लाग्यो, यतापट्टि पनि लाग्यो। को माइसमती सिंहासनको हिरो को राजा हो? कहाँ हो पाहाडघर? कहाँ हो पाहाडघर? हल्का लेट भयो नि अनिलजी, डी टाउन। हल्का लेट भयो यार। अब फाइनल मैच होने वाला छ। Anarkanan, Ashik, Rajesh, KD, Braido, Tairka, Shanu, Shana, guys, everybody very well played, okay? Love Marco, Anil Gurung, it's me Oscar, okay? Prejudice, thank you so much, Prejudice. Thank you so much. I'm just volunteer now. Wait, I wanna talk to my people first, okay? Wait. Chat. भन्दैछु यति शेयर गरे कि यति शेयर, गाउँका सब बाजे काका काकी अंकल जति पनि छन्, मामा पुसाई फुपाजु फुपू जति पनि छन् सबलाई शेयर गर। मुल्यान सबलाई बोलाऊ। रेडी भएर बस। गोकुले गर्दाखेरि हो कि हैन, रेडी मात्रै भएर बस्छ के, रेडी मात्रै भन, रेडी मात्रै बस। उतापट्टि कटप्पाले गेम खेल्यो नि, बुझेनौ? उतापट्टि त्यो भल्लाल देवले गेम खेलिरहेको छ के हामीसँग, भल्लाल देवले गेम खेलिरहेको छ। മണ്ട ഇപ്പൊ ആവശ്യമുള്ള സമയത്തൊന്നും വരത്തില്ല, അതാണ് ഇരിക്കും എവിടെ. അവിടെ പോലെ കട്ടപ്പ മുണ്ട്, കട്ടപ്പ മുണ്ട്, ഗോകു കട്ടപ്പ കട്ടപ്പ, गोकू नो कटप्पा, गोकू भल्लाल देव, बल्लाल देव, गोकू बाय है। नहीं पढ़ा पानी। अच्छा बोला आप वो है, ऐसा बोला उन्होंने, वो महादेव है। कट्टप्पा है ना, डबल टैप है। कम ऑन गाइस, बोनस मिशन डबल्स प्ले टुगेदर, ओके? നമ്മൾ ആർലി 3 ആയിട്ടുണ്ട്, ഓക്കെ गाइस? एवरीबॉडी हेरौँला को कति पानीमा रहेछ, हेरौँला है। दा गोकु थापा मगर हो रे, थापा मगरहरू होइन, त्यो कटप्पा लटप्पा हान्ने त के हान्दै थियो नि। गोकु थापा मगर होइन, ल म चाहिँ भाग्नै पर्ने बेला भएको छ। ऊ त थापा मगर यता हल्ला नगर खालको भयो है, बुझेन? गाह्रो छ, भाग्नै पर्ला, कब्जियत भयो जस्तो फिल भइरहेको छ। कस्तो गाह्रो भएको यार सास फेर्न पनि। ठीक छ, भिलेन बने होइन, लाइफमा आएर भिलेन बने होइन। അനുവയ്യേ മരിക്കപ്പവൻ ഇനി ബോണസ് ഉണ്ട്. ട്രിപ്പിൾസ് ആണെങ്കിൽ നമ്മൾ ആകെ ഷിറ്റായി പോവല്ലോ. ഈ ട്രിപ്പിൾസ് മണ്ടാ, മറ്റേതിൽ വന്നില്ലായിരുന്നല്ലേ? उतापट्टि अनम्युट गरेर के गर्छ? पढाइ गर के अब बुझ न, तिमीहरू कसरी बुझ्छौ त्यो भाषा? बुझ्छौ र? अनम्युट गर्यो भने उतै बोलिरहेको छ, बुझेको बुझेनौ? बेलामै भाग्नु ठिक रहेछ के। आजको चाहिँ मैले शिक्षा यो सिकेँ के, यदि रिलेसनसिप टक्सिक भयो भने भागिहाल्नुपर्छ। यदि यतापट्टितिर पनि टिकटकमा म्याच पनि टक्सिक हुन थाल्यो भने भागिहाल्नुपर्छ के। आज गेम खेल्न नि त, घरभित्रको कुरा थियो, बाहिर आएर चाहिँ मान्छेले किन यस्तो गर्नुपर्ने यार? बाहिरको मान्छे आएर बिचारा नन्ना मुन्ना राई भनौ त, यस्तो सोझो मान्छेले आज सबजना मिलेर यार
ठिक छ तर पनि हार मानेको छैन 3 मिनेट छ नि त हार चाहिँ अझै पनि मानेको छैन एकजनाको एन्ट्री हो क्या बुझेनौ हार चाहिँ मानेको छैन अझै पनि हार त कहिले पनि मान्दैन फुटबलले रिकॉल हाँ उतापट्टि 90 मै रोकेको छ के बुझ के 90 मै रुकेको छ 30-60 पोइन्ट्स मात्र हो कि ओन्ली वान यार दाइ मलयालम हो रे ओ माय व्हाट इज दिस कैन वी पुल अप खतरनाक पुल अप हुन्थ्यो यो पुल अप भएको भए खतरनाकै पुल अप भयो भनेको बुझेन खतरनाकै पुल अप हुन्थ्यो बिग लभ एभ्रीवन ओके 38-124 भयो यार त अगाडि भाग्दै थाल्यो त यार ठिकै छ जहिले यस्तै हुन्छ नेट ल्याग गर्ने कि भाग्ने कि भाग्यो भने त जन्नु होला है भाग्यो भने त अलि तनावै हुन्छ तर केही छैन इट्स ओके समटाइम्स तर मलाई किन भित्रबाट गट फिलिङ्स आइरहेको छ कि यहाँ पुल अप हुन्छ अहिले 30 सेकेन्ड मात्रै वेट गर न उतापट्टि गिफ्टर राखिरहेको छ होइन कस्तो हुन्थ्यो होला त यतापट्टि झ्याप्प पुल अप हान्दिरहेको कसैले कस्तो बिल्ला हुन्थ्यो होला उनीहरू सोच त के हो आइसी क्लास $39,125 30 सेकेन्ड्समा ओके खतरनाक कमब्याक हुन्छ कि के हुन्छ यो चाँडो आइस ल्याब भनेको के हो स्कोर कम भएर लागेको हो रे हो र बिल्लै गर्यो नि बिल्लै गर्यो ठिक छ अर्को दिन फेरि फिर्ता आउँछु आज मेरो केटाहरू नभएर हो के आज मेरो काने पोखरी जङ्गलको केटाहरू नभएर अर्को दिन आउँछु तर सँगै लिएर जान्छु उतापट्टि अझै हानिरहेको छ यार पुगेन र भएन र किन चाहिन्थ्यो यो बुस्टिङ पुगिसक्यो त्यो त मानिसके त हार मैले DR7879 रिकॉल NBU बैग्स जीतू जेबलस्पी जीवन असलामी समुद्र सोनू बिन्दास एभ्रीवन ओके बिग लभ ठिक छ ओके हल्की त्यो हार त मान्नु भएन आवाजमा चाहिँ दम हल्की हस्की भोइसले गालेर बोल्नुपर्छ है कहिले या पेपु यस वेल प्लेड गोकु भाई को थैंक यू बोलो क्यों थैंक यू बोलूं मेरा तो दुश्मन हो गया है वो मुझे समझने मैं